तत्तारी रारी रारी रा तत्तारी रारी रारी रा हिमाल पर्खी दिदी के भयो तपाईलाई एकपछि खै के भयो मलाई नै थाहा छैन अनि के खाना आयो त्यहाँ खाना आयो कि हैन खुवाउन आयो कि हो नचाहँदा पनि तिमीहरूलाई डिस्टर्ब गरे सरी तिम्रो लागि हारिरहे यादमा आँसु झारिरहे दिदीलाई चिन्नुहुन्छ तपाईँ म त चिन्दिन हिमालजी बरु सत्य बोलेर मेरो मन दुखाउनुहोस् म सहन तयार छु तर प्लिज झुटो बोलेर मलाई भ्रममा नपर्नुहोस् मलाई शङ्का लागिरहेको छ दिदीको अङ्गालोमा तपाईँ हुनु केही न केही सम्बन्ध त हुनै पर्छ यहाँ आएर दिदी झर्किनु यहाँ त केही न केही भित्र रहस्य हुनै पर्छ मैले तिमीलाई भ्रममा पारेको पनि छैन मैले झुटो बोलेको पनि हैन आजभोलि मलाई यो दुनिया अर्कै लागेछ खोइ किन हो कुनी यो सहरको भिड पनि मलाई सुनसान लागिरहेको छ किन यस्तो लागिरहेको छ कि कोहीले मसँग खेल खेलिरहेको छ कस्तो खेल हो मैले त बुझिन नि अहिले नै भन्नु जरुरी छैन घुमाएर कुरा गरेको मलाई मन पर्दैन मन पर्दैन भने छोडेर जाऊ नि त साला धनाड्यको छोरी नै परी धनले सजिएकाहरूलाई के थाहा मनले रङ्गिन भएका प्रेमका परिभाषाहरू भाडामा बस्ने 2000 को औकात नहुनेलाई हृदयमा स्थान दिएर गल्ती गरेछु आफ्नो औकात आफैसँग राख तेरो जिन्दगी एक दिन मेरो मायाको महत्त्व बुझ्नुहुन्छ तपाईँ मलाई माया जेल जेल भो तिमीलाई माया खेल भो मैले रिसाउँदा फकाउने तिमी नै त हो नि माया मैले बिर्सिदा सम्झाउने तिमी नै त हो नि माया मामा को तपाईँ गिभ मी योर इन्ट्रोडक्सन मेरो नाम झरना हो वाउ नाइस नेम मामा मेरो नाम मामा होइन खली हो र यो खलीलाई नचिनेको मान्छेले साइनो लगाएको मन पर्थ्यो साइनामा तपाईँ मेरो मामा पर्नुहुन्छ ओए केटी मलाई गोरु बेचेको साइनो मन पर्दैन आशा तपाईँको दिदी होइन हो मेरो आफ्नै दिदी पर्नुहुन्छ उहाँ त मेरो आफ्नै आन्टी पर्नुहुन्छ यो नाता गोताको कुरा छोडिदिनुहोस् भन्नुहोस् यहाँ किन आउनु भयो तपाईँले मलाई एउटा सानो सहयोग गर्नु पर्यो कस्तो सहयोग हो भन्नुहोस् तर म बिना पैसा सहयोग त के बोल्न पनि अल्छी गर्छु मेरो पनि बानी फरक छ कसैलाई रित्तो हात पठाउँदिन हाम्रो बानी उस्ता उस्तै रहेछ ल भन्नुहोस् के काम पर्यो ल ठिक छ तपाईको काम भयो धोकाको बदला धोका कसैलाई माया खेल भयो त कसैलाई माया जेल भयो बुढा चिया लिनु
के हेर्नु हो फेरि हामी साह्रै अभागी छौँ है। भाग्यले पनि हामीसँग यस्तो खेल खेल्यो कि हारेको पत्तै भएन। जित हाम्रो भाग्यमा छ, हार स्वीकारेछ। कस्तो चेक जाँच पनि कति गर्यो, अब त दिक्क लागिसक्यो। दिक्क मानेर के गर्ने, भाग्यले ठिक्क पारे जस्तो गरेपछि। यो जुनीमा त पाप गरेको जस्तो लाग्दैन, खोइ कुन जुनीको सजाय हो यो। सायद भगवानलाई हाम्रो खुसी मन परेन होला, त्यसैले त दुःख दिइरहेको छ। अब त लाग्छ धर्म कर्म सबै त्यागिदिउँ जस्तो। मैले कुन मन्दिर धाइन होला, कुन देवता पुजिन होला। आफ्नो धर्म त मान्नै पर्छ बुढी, चाहे हाम्रो जिन्दगी अँध्यारो नै किन नहोस्। सबै चिजको आश मरेपछि केही गर्नु मन नलाग्दो रहेछ। तिमीले भनेको पनि ठिकै हो। चल खाजा कुरा। हस् बिहानी खै मलाई के थाहा तिम्रो बहिनी कहाँ छ भनेर। कतै तिमीले अपहरण गरेर राखेका छैनौ? बच्चनको छोराले मुटुमा पाल नपाएर झर्ना। सायद भाडामा बस्ने मान्छे भएर होला, सबैले हेप्ने गर्छन्। माया गरेको मान्छेले एक शब्द नमिठो बोल्दाखेरि कति मन पोल्छ थाहा भयो होइन? मैले तिमीलाई यहाँ राखेको थिएँ, यहाँ बुझ्यौ? तर तिमीले मलाई पागल बनाएर छोड्यौ। भन बिहानी कहाँ छ? बिहानीलाई त म पनि खोजिरहेको छु। पुजारीको धोती लाएर राक्षसको जस्तो खेल नखेल। बिहानीलाई केही भयो भने तिमी फस्छौ, बुझ्यौ? मेरो त भाग्य नै खोटो छ। बगैँचामा जाँदा पनि फुल चोरेको आरोप लगाउँछन्। तिम्रो बानी नै त्यस्तै छ त। गल्तीको सजाय त भोग्नै पर्छ। अझ पनि तिमीलाई मसँग गुनासो छ है? ठिकै छ, यदि तिमीलाई मसँग रिस उठेको छ भने धारिलो खुकुरी लिएर आऊ, म गर्दन थाप्न तयार छु। भयो, मेरो अगाडि रोएको नाटक नगर। हो म। किन मलाई यस्तो गर्नुभयो? भान्जी, तिमीलाई त मेरो बारेमा थाहै छ। म यति मूर्ख छु कि हड्डी चपाएर पानी निल्ने काम गर्छु। तपाईलाई लाज लाग्दैन आफ्नै भान्जीलाई अपहरण गर्न? यसलाई अपहरण भनिँदैन भान्जी, यो त खेल हो र यो खेलमा म जित्छु। तपाईलाई त मामा भन्दा पनि लाज लाग्छ। एउटा कुरा कान खोलेर सुन भान्जी, पैसामा बिक्ने मान्छेलाई नाता गोताको आश लाग्दैन। मैले भनेको मान, त्यो हिमालको पछि नलाग। हिमालसँग तपाईको के लेनदेन छ भन्नुस् त? हिमालसँग त मेरो केही लेनदेन छैन, तर त्यो झरनासित बहुत ठुलो कारोबार छ। झरना?
आशा छोरी खोइ त कतै घुम्नु गएकी होली नि। तिमीलाई छोरीको माया लाग्दैन है? कसले भन्यो र छोरीको माया लाग्दैन भनेर? मलाई त शङ्का लागिरहेको छ। आज कोठामा बस्ने हिमाल पनि छैन। यसमा शङ्का मान्नुपर्ने कुरा के छ र? कतै हाम्रो छोरीलाई हिमालले त भगाएर लगेन? यो के भन्दा हुनुहुन्छ हजुरले? हिमाल जस्तो सोझो केटाले पनि यस्तो काम गर्न सक्छ र? प्राय खेल खेल्ने खेलाडीहरू हेर्दा सोझो नै देखिन्छन्, तर भित्र उनीहरू गुट्नाभन्दा कम हुँदैनन्। बिना प्रमाण कसैलाई आरोप लगाउनु जायज होला त हजुर? यो त समयले बताउनु पर्यो। ओइ पर्खी, खोइ मेरो छोरी। मलाई थाहा छैन घरको विवाह। मलाई कसरी थाहा हुँदैन? तैँले त मेरो छोरीलाई माया जामा फसाएको छस्। माया गर्छु, तर फसाएको होइन। र अर्को कुरा, फसाउने मान्छेले कहिले माया गर्दैन। छातीमा बसेर मुक्तुमा छुरा हान्ने काम नगर। भन्, मेरो छोरीलाई कहाँ लुकाएर राखेका छस्? म त्यस्तो निज काम गर्न सक्दिनँ। यहाँ कसैले मलाई फसाउन खोजिरहेको छ। म अरू कुरा केही पनि जान्दिनँ। मेरो छोरी साँझसम्म घरमा फर्केन भने डुब्ने बेलाको घाम जस्तै बनाइदिन्छु। सरी, मैले तपाईँको काम पुरा गर्न सकेँ। किन? के भएर? बिहानीलाई मैले अपहरण त गरेको थिएँ, तर के? त्यही बेला मेरो बाहिर जाने काम पर्यो, मैले बिहानीलाई छोडिदिएँ। त्यसो भए खेल खत्तम भयो हैन त? तपाईँ ढुक्क हुनुहोस्, म 2-3 दिनभित्रै त्यो काम गर्छु। हुन्छ हुन्छ। हस् त, अहिले म लाग्छु। खली भाइ पर्खी। दिदी, तपाईँ? किन? म देखिनुहुन्न र? मैले त्यस्तो भन्नु खोजेको होइन दिदी। झरना, मलाई थाहा भइसक्यो कि तिमीले कस्तो खेल खेलिरहेको छौ भनेर। किन खेलिरहेको छौ भन्ने कुरा पनि थाहा छ। मैले कुनै खेल खेलेकी छैन आन्टी। तिमी चिन्ता नगर, तिम्रो खेलमा म पनि साथ दिन्छु। ल दिदी, अहिले म लाग्यो। हुन्छ भाइ। के हो खाली भाइ, मैले सुनेको थिएँ तिमी डलरको खेती गर्दैछौ। किन? तपाईँलाई मन परेन? मन पर्नु र मन नपर्नु फरक कुरो हो, तर तिमीसँग मलाई पनि जोड्न मिल्छ होला नि। अहिले नै त केही भन्दिनँ। यदि मेरो हातमा केही पर्यो भने अगाउने गरी पार्टी चाहिँ खुवाउँछु। पार्टी त खाउँला नि भाइ, बरु हामी मिलेर गेम खेल्न मिल्दैन? तपाईँलाई राम्रोसँग खेल खेल्न आउँदैन रहेछ।
खेल र राजनीतिमा सम्झौता र मेलमिलाप खासै राम्रो हुँदैन। कोइलीलाई सुरको ज्ञान नदेऊ भाइ। जति तिम्रो उमेर छ नि त्योभन्दा बेसी त मैले खेल खेलेको छु। अब तिमी आफै भन, तिम्रो अनुभव बढी कि मेरो अनुभव बढी? यो खलीलाई घमण्ड र ठुलो कुरा गरेको मन पर्दैन। तिमी मेरो भाइ जस्तो हो, भाइको ठाउँमा बस। कल्पना भन्नु परेको कुरा नगर न। भन्नु न, के गर्नुहुन्छ? तिमीलाई नदेख्दा सास फेर्न त गाह्रो हुन्छ, बाँच्ने आश कसरी गरौँला? पखेटा बिनाको पन्छी त उड्न सक्छ, तर तिमी बिनाको मेरो जिन्दगी असम्भव छ। मलाई यति धेरै माया नगर्नु है, छुट्टीपछि रुनुपर्छ। हुन त साँचो माया गर्नेहरू टाढिन्छन् भन्छन्, सायद त्यस्तै हो कि? यति सजिलोले हात नखानु न। तपाईँको लागि म मर्न पनि तयार छु, तर धोका दिन सक्दिनँ। म त चोकमा अलपत्र परेको यात्री जस्तै हुँ। थाहा छैन कुन बाटोले गन्तव्यसम्म पुर्याउँछ। जिन्दगी यस्तै त हो हजुर, कहिले सुख त कहिले दुःख। झर्दा आँसु पुछिदिने तिमी नै त हो, कहाँ थियो तिमी यतिखेर? मैले तिमीलाई कहाँ कहाँ खोजिनु। अब ड्याडीलाई कसरी गर्ने, मलाई खली मामाले अपलोड गरेको थियो भनेर। हो न, किन बोल्दैनौ? कहाँ हराएकी थियौ तिमी यतिखेरसम्म? म साथीसँग घुम्न गएको थिएँ ड्याडी। कतिचोटि ट्राई गरेँ, फोन पनि लाग्दैन। के हो तिम्रो पारा? सरी ड्याडी, अबदेखि समयमै घर आउनेछु। हेर छोरी, जमाना खराब छ। एकछिन पनि तिमी टाढा भयो भने मलाई साह्रै गाह्रो हुन्छ। फेरि तिमी बाहेक हाम्रो कुनै छ र? मलाई थाहा छ ड्याडी, हजुरले मलाई धेरै माया गर्नुहुन्छ। म हजुरको शिरजीको काम कहिले गर्दिनँ। शाबास छोरी, यति धेरै बुझ्ने भएछ। जाऊ भित्र गएर बस। हस् ड्याडी। खेल त खेल्नुपर्छ, तर कसैले थाहा। आन्टी, हजुरले साथ दिनुपर्छ, अनि म सफल हुन्छु। तिमीलाई म साथ दिन्छु, तर यो कुरा कसैलाई थाहा हुनु भएन। मरिजाउँ, कसैलाई भन्दिनँ, तर एउटा कुरा हजुरलाई सोध्न मन लाग्यो। के कुरा हो भन त? तपाईँ त बिहानीको आमा होइन र? किन मलाई साथ दिन खोज्नुहुन्छ? आशा, मैले तिम्रो खुसीको लागि
तिमीलाई नै छोड्दिएँ। अब त्यो मोहनीको सम्पत्ति जसरी भए पनि हाम्रो हातमा हुनुपर्छ। मैले चाहेर छोडेकी होइन नि, तर पनि तिमी ढुक्क हो। मोहनीको सम्पत्ति जसरी पनि हाम्रो हातमा पर्छ। मोहनी पनि त्यति कच्चा खेलाडी चाहिँ होइन र उसको सम्पत्ति हात पार्न त्यति सजिलो पनि छैन। सजिलो र अप्ठ्यारोको कुरा नगर तिमी। मान्छेले चाह्यो भने चट्टान पनि फोड्न सक्छ। त्यो जाबो मोहनी कुन ठुलो कुरा हो र? छोरा चाहियो भनेर अस्पताल धक्कोधाइ छ। तिमी पनि अस्पताल गएको नाटक गरिदेऊ। यदि तिमीलाई डाक्टरले औषधि दियो भने घरमा लिएर आऊ अनि फ्यालिदेऊ। मैले त्यस्तै गरिरहेको छु, तर पनि कहिलेकाहीँ उसको माया लाग्छ। यदि नाटक गर्दा गर्दै तँसँग माया बस्यो भने प्लिज मलाई नबिर्स ल। तिमी त मेरो प्राणभन्दा प्यारो मान्छे, तिमीलाई कसरी बिर्सिन सक्छु? तिमीले मलाई अझ पनि यति धेरै माया गर्छौ है। अहिले नै यो प्रश्नको जवाब दिन चाहन्न। समय आएपछि सबै कुरा थाहा हुन्छ। अब यो आन्टीलाई हतियार बनाएर सबैको घाँटी रेट्नु पर्यो। हिमाल बिहानी तिमी म एकछिन टाढा हुँदा खाना खान पनि बिर्सिनु भएछ है। कसले भन्यो तिमीलाई म भोकै छु भनेर? यस्तो कुरा पनि अरूले भनिराख्नुपर्छ र मलाई थाहा हुँदैन। थाहा थियो भने त छोडेर जाँदैन थियो होला त। तपाईँलाई मन लागेको कुरा तपाईँ भन्न सक्नुहुन्छ, तर मसँग कस्तो खेल खेलिँदैछ त्यो त म कसरी भन्न सक्छु र? खेल तिमीसँग मात्रै होइन, मसँग पनि खेलिरहेका छन् कसै। हामी दुईजनाको भाग्य नै उस्तै छ, तर पनि केही छैन। यो खेल खानुहोस्। यो चिसोमा के बस्ने, घामतिर गएर बस्नु न। हुन्छ। किन यति कष्ट गर्नु परेको होला? यो कष्ट होइन, झर्दा आँसु पुछिदिने। तिमी पनि खाऊ। मलाई भोक छैन। तिमी नै त हो। तिमीलाई नखुवाएर म एक्लै कसरी खान सक्छु? तपाईँले खाएपछि त्यत्तिकै नै मेरो पेट भरिहाल्छ नि। त्यसो भए हामी दुवैजना मिलेर खाउँ न, हुन्छ? तिमी नै त हो नि माया, झर्दा आँसु पुछिदिने। तिमी नै त हो नि माया, तिमी नै त हो नि माया। मेरो भाग्यमा माया नै लेखेको रहन्छ आन्टी। त्यसो नभन झर्ना, एउटा गुमाउनु नै अर्को पाउनुको लागि। हिमालको लागि मेरो माया खेल भएको छ, तर उसको याद मेरो लागि जेल भएको छ। उसलाई देख्दाखेरि माया लाएर आउँछ, तर उसले दिएको धोका सम्झिँदा जनक्क रिस उठेर आउँछ। तिमी चिन्ता नगर, जसरी पनि म त्यो बिहानीलाई हिमालसँग छुट्याएरै छोड्छु। म त तपाईँकै आशमा छु आन्टी। अङ्कलको त खासै मलाई विश्वास लाग्दैन। त्यसको मलाई त
विश्वासै लाग्दैन। तिमीलाई कसरी लाग्छ? अङ्कलले मेरो बुवा आमालाई धोका दिएर सहर आउनुभएको हो। अझै पनि गाउँको सम्पत्ति आफ्नो हातमा पार्ने खेल खेलिरहनु भएको छ। अब यो खेलमा तिमीले नै जित्नुपर्छ। तपाईँले साथ दिनुभयो भने यो खेल म नै जित्छु। तर यो कुरा कसैलाई थाहा हुँदैन। आशा तिम्रो लागि हारिरहे यादमा आँसु झारिरहे तिम्रो इच्छा पुरा गर्न आफ्नो निन्द्रा मारिरहे